म आज मखनी ग्रेभी बनाउन लागिरहेको छु। फ्राई गर्न गइरहेको छु। टमाटर हालेँ, त्यसपछि प्याज, त्यसपछि मगज र काजु मगज, त्यसपछि धनियाँको डाँठ। मैले सबैलाई बोइलमा हालेँ यिनीहरूलाई। थोरै 1 स्पुन काश्मिरी लाल मिर्च। डल्लै बोइल भइसक्यो। अघि म चाहिँ नि बोइल गरेर राखेर त्यसलाई चाहिँ मैले ओलिभ ओइल हालेर अब यसलाई चाहिँ म एकछिन पकाउँदैछु। सुकुमेलले चाहिँ नि तेजपत्तालाई एड गरेँ। त्यसपछि मैले चिज पेस्ट एड गर्दैछु। ल अब रोगन मिचाएर तयारी गर्दैछु 2 स्पुन। त्यसमा चाहिँ चिज पेस्ट ब्राउन भएपछि मैले रोगन मिर्च एड गरेँ। टमेटो प्युरी पनि एड गरेँ। अहिले मैले चाहिँ प्युरी चाहिँ अब पाकेँ। त्यसपछि अघि ब्लान्च गरेको टमाटर र मगज काजुलाई एड गरिदिएँ। ल